काठमाडौँको बागमती यहाँ आएर यस्तो हालत छ। जोस् काठमाडौँको भन्दा चाहिँ अलि सफै रहेछ यहाँ। अब यसो एकछिन हेरौँ यहाँ पनि यसो बागमतीको अवस्था। ल यताको खोला चाहिँ एकदम सफा रहेछ है। सफा धेरै त होइन, तर यो हेरेको कारणले यो सफा लाग्यो हो। त्यति खासै सफा त होइन, तर जोस् ठिकै छ। यो बागमती यत्रो छ है यहाँ। यहाँसम्म चाहिँ कुन नगरपालिका पर्छ? यहाँ बागमती गाउँपालिका अरे। यहाँ काठमाडौँबाट आएको बागमती यहाँ यत्तिको छ है। ल यहाँ तल्लोपट्टि यस्तो छ। यहाँ चाहिँ एकदम राम्रो मकै, तर यो ढुङ्गाको माथि भए पनि मकै चाहिँ यस्तो राम्रो थियो। यहाँ अहिले चाहिँ काटिसकेर छ। अस्ति भर्खर आएको थिएँ म 1 महिना अगाडि चाहिँ एकदम राम्रो थियो मकै, पोलेर खाने बेला भएको थियो। अहिले काटिसकेर छ। ल यस्तो छ है। यहाँ चाहिँ बागमती गाउँपालिका पर्दो रहेछ। यो चाहिँ सिन्धुली, यतापट्टि सिन्धुलीबाट आउने बाटो हो। यता अब हेटौँडा निस्किन्छ, त्यसपछि हुँदै काठमाडौँ जाने बाटो। ल अब लाग्यो सिन्धुली।